नम्बर 1 टोटल फुटबल। सो बेसिकली टोटल फुटबल भनेको के हो त? टोटल फुटबल भनेको त्यस्तो सिस्टम हो जहाँ प्लेयरको रोल म्याटर गर्दैन तर उनीहरूको टिमवर्क म्याटर गर्छ। इट मिन्स टिममा भएको सबैजना प्लेयरहरूले अट्याक गर्छन् र सबैजना प्लेयरहरूले डिफेन्स गर्छन्। जब एकजना प्लेयरले प्रेस गर्थ्यो त्यसको त्यो खाली ठाउँ अर्को प्लेयरले आएर अकुपाई गर्थ्यो। फर इक्जाम्पल, जब लेफ्ट विङ्गरले किपरलाई प्रेस गर्थ्यो तब स्ट्राइकरले आएर लेफ्ट विङको पोजिसनमा खेल्थ्यो। त्यसै गरी जब कुनै मिडफिल्डरले विङमा गएर प्रेस गर्थ्यो एउटा विङ्गर मिडफिल्डमा आएर खेल्ने गर्थ्यो। यो ट्याक्टिक्सले गर्दाखेरि प्लेयरहरूमा फ्लेक्सिबिलिटी चाहिँ एकदमै कमन भयो, जसको कारणले गर्दा प्लेयरहरू एउटा मात्रै पोजिसन होइन तर आउट अफ पोजिसनहरूमा पनि खेल्न सक्ने भए। यो फ्लुइडिटीले गर्दाखेरि चाहिँ प्लेयरहरूको मुभमेन्ट एकदमै स्मुथ हुन्थ्यो, जसको कारणले गर्दा ओपोनेन्टहरूलाई उनीहरूलाई म्यान मार्किङ गर्न एकदमै गाह्रो हुन्थ्यो। सो टोटल फुटबल भनेको आउट अफ पोजिसन गेम मात्रै होइन तर यो चाहिँ ह्युज पोजिसन बेस गेम पनि थियो, जहाँ चाहिँ प्लेयरहरूले सर्ट पास गर्थे र ब्याकबाट बिल्ड गर्थे र अट्याक गर्थे र त्यसै गरी डिफेन्स गर्दाखेरि कोचले आफ्नो टिमलाई 3-4-3 फर्मेसनमा सेट गर्थे र डिफेन्ड गर्दाखेरि उनीहरूले पिचलाई एकदमै न्यारो गर्थे र एकदमै लो ब्लकमा गएर डिफेन्ड गर्थे, जसको कारणले गर्दा ओपोनेन्टहरूलाई गोल गर्न एकदमै गाह्रो हुन्थ्यो। र यही ट्याक्टिक्स युज गरेर नेदरल्यान्डले 1974 को वर्ल्ड कप फाइनलसम्म पुगेका थिए, जहाँ उनीहरूले वेस्ट जर्मनीसँग 2-1 को हार लिनु पर्यो। डिस्पाइट वर्ल्ड कप फाइनल हारे तापनि नेदरल्यान्डको यो टोटल फुटबलले फुटबलिङ वर्ल्डलाई कम्प्लिटली चेन्ज गरिदिएका थिए र यही टोटल फुटबल युज गरेर नेदरल्यान्डका क्लब आयाक्सले युरोपियन कप इन 1971, 1972 अनि 1973 लगातार 3 वर्ष जितेका थिए, जस्तै हामी प्रेजेन्ट टाइममा च्याम्पियन्स लिग पनि भन्ने गर्छौँ। टोटल फुटबलले नेदरल्यान्ड र आयाक्समा मात्र सक्सेसफुल क्लब र नेसन बनाएन तर अहिलेको मोडर्न कोच जस्ता पेप गार्डियोला, रोबर्टो डी जर्भी अनि इन्जागीहरू जस्तो कोचलाई चाहिँ इन्स्पायर गरेका छन्।